माछा खोलाको माछा साँच्चीमा मारेको है। फाइनली गाइस म चाहिँ अहिले नि तिहारको स्पेसल फलको लागि गाउँ घर आइपुगेको छु होइन। यो चाहिँ मेरो घर हो। यहाँ चाहिँ मेरो यो फिस फार्मिङ हो होइन। यहाँ अनि माथिमा चाहिँ छ दुईवटा हो। दुईवटा मेरो घरमा चाहिँ माछा पोखरी दुईवटा छ होइन। आज चाहिँ म फिस हन्टिङ गर्न लागिरहेको छु। यो चाहिँ हाम्रो तिहार स्पेसलको लागि तयारी होइन चाहिन्छ हामीलाई। अनि अरू कुराहरू सबै तयारी भइसकेको छ। भाले सुँगुर सबै तयारी छ। अहिले फेरि यो फिस पनि अलिकति हन्टिङ गर्नुपर्ने भएको हुँदाखेरि सानो छोटो भाग लिएर आइरहेको छु है। गाइसहरू यहाँबाट नलिकन माछा माराइ छ, माछा माराइ पोखरीमा माछा माराइ, माछा माराइ। माछा पनि यहाँ गर्नुपर्ने छ, भिडियो पनि गर्नुपर्ने छ। भएन एकछिन माछा सानो हो क्या डोलीको। माछा माछा भयो माछा टन्न आएर अहिले एउटा एउटा खाउँ भन्यो दुईवटा हाल्न भन्दा एउटा एउटा हाल्न त्यो पनि हाल्दा हुन्छ। अब एकचोटि फेरि यता म भएको फेरि आमाले तल यहाँ धेरै रहेछ त्यही भएर मावा नछोड्न मुला कत्रो कत्रो आयो यहाँ पुग्ने त निकाल्नु पर्यो नि त किन खाइन्छ नि यहाँ हेरौँ त यता हेरौँ त गएर 2.5 केजी जति अब एकचोटि हामी एउटा किलो निकालौँ ठुलो त पुग्छ कि भयो पर्दैन खोलामा गएर पाल्नु पाल्ने मात्रै त राख्न राख ठुलो भयो क्या राख्न यहाँ हुँदैन कि आउँछ कहाँ पुगिसक्यो त्यो बस्छ त्यहाँ गयो त्यो ठुलो त कहाँ हुन्छ त्यो ठुलो त फेरि मैले खासमा चाहिँ उल्टो भयो क्या बस्छ पानी अलि मात्रै हेरेँ न बसेर पानी छ कुनातिर आयो होला है जानु न तपाईँको छिटो बाछा हापक हापक हुन्छ बुढा मान्छे जहाँ काम गर्छ त्यहाँ मलिन न ओ यता गयो त्यो सानो थियो आएन नि त्यो मसो त्यो यता गयो उफ्रेर यता गएछ अलि यसलाई तन्छ न मुनिको लागि चाहिँ मुनिको लागि मजाले तन्छ न किन यहाँबाट पर्छ सानो मजाले तन्छ ल मुनि चाहिँ माथि त छोटै मुनिबाट तन्छ ल माथि माथि पनि हुन्छ पुरा उठाउ खाले भएन त्यहाँ
माथि माथि पुरा 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 पनि दुई 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 यो कति रहेछ 18 19 वटा आलु काट्नलाई होइन नि त हो हजुर माछा माछा खोलाको माछा सापसुमा मारेको है यो चाहिँ हाम्रो खोलाको माछा गाईहरू घरमा पालेर सन्तोष दाइले मार्नु भएको यो चाहिँ कडा छ बुढा यार पोखरी माछा